हाम्रो मेयरज्यूले एउटा गीत गाउनु भएको थियो, पारा मिलेन जेठा। हामी यो गीतबाट किन सुरु गर्छौँ? यो गीतमा के छ त्यस्तो है? आशामा बाँचिरहनु, अल्छी गर्नु भनेको आफै मर्नु है। विशेष गरेर आज हाम्रो एउटा विशेष दिन रहेको छ र त्यो विशेष दिनले र विश्वलाई शिखरमा चुम्नेछ। ट्रेन खन्नु मात्रै ठुलो कुरो होइन, कुरा बुझेर ट्रेन खन्नु चाहिँ ठुलो कुरो हो क्या। कुरै नबुझी ट्रेन खनेको छ त्यो त होइन, एउटा ज्यामीले पनि गरिहाल्छ नि। हर्क साम्पाङज्यू एउटा व्यक्ति नभएर यो चाहिँ एउटा यो अभियान हो, श्रमदानको यो अभियान। र हामीले श्रमदानको एउटा श्रम पिता भनेर पनि हामीले यो कुरा सबै मिडियाबाट थाहा पाइरहेकै छौँ। यस गीतका स्रष्टा स्वयं उहाँले नै यहाँ क्लिक गरेर हामी एक चरण सुन्छौँ अनि भरै चाहिँ अब हाम्रो कार्यक्रम मलाई लाग्छ काम हामी श्रमदान पछाडि फेरि गीत सिटमा नाच्ने चलन पनि छ। खोर्सानी नेपाल बनाउने श्रमदाताहरूलाई धन्यवाद दिनुहोस् त्यहाँ है, देश बनाउने श्रमदाता हो। हामी यो गीतबाट किन सुरु गर्छौँ? यो गीतमा के छ त्यस्तो है? यो गीत हामी गाउँदाखेरि हामी भावुक पनि बन्छौँ। किन गाउनु पर्ने यो गीत? यो गीत नगाइकन श्रमदान गर्दा के हुन्छ भन्दा ध्यान दिउँ है, सबैले ध्यान दिउँ। यो जीवन भनेको मायामा अडिएको छ। तपाईलाई तपाईको श्रीमतीको माया लाग्छ कि लाग्दैन? तपाईलाई तपाईको श्रीमानको माया लाग्छ कि लाग्दैन? बिहे गरेको छैन भने पनि लभ पर्दै गरेको आफ्नो लभरको माया लाग्छ कि लाग्दैन? आफ्नो छोराछोरीको माया लाग्छ कि लाग्दैन? आफ्नो बाबुआमाको माया लाग्छ कि लाग्दैन? हो, मायामा अडिएको छ सारा संसार है। यदि माया नहुने हो भने, यो जीवनबाट माया नहुने हो भने नि जीवनमा केही पनि छैन है, त्यो मृत्यु हो। त्यसले गर्दाखेरि यो देशलाई माया गर्नुपर्छ भन्ने सन्देश त्यो गीतले बोकेको छ। यो देशको ढुङ्गा, यो देशको माटो, त्यो ढुङ्गासँग तपाईँको प्रेम हुनुपर्छ, माया हुनुपर्छ। यो देशको माटोसँग तपाईँको माया र प्रेम हुनुपर्छ। प्रेम चाहिँ खालि आफ्नो बुढासँग मात्रै, बुढीसँग मात्रै हुने, आफ्नो प्रेमी प्रेमिकासँग मात्रै हुने भन्ने होइन है। हामीले देख्ने हरेक कुरासँग प्रेम हुनु जरुरी छ। त्यो भावनात्मक सम्बन्ध हामी सबैको हाम्रो देशसँग हुनु जरुरी छ। तपाईलाई चाहिँ यो पार्क हेर्दा माया लाग्नुपर्छ होइन, त्यो के अरे तपाईँको चाहिँ बिरुवा हेर्दा माया लाग्नुपर्छ, यो बाटो हेर्दा माया लाग्नुपर्छ, सबै तपाईँको हो भन्ने तपाईँलाई लाग्नुपर्छ। देशभक्ति भन्छ त्यसलाई होइन। त्यो देशभक्ति छैन भने, यो श्रमदानबाट देशभक्ति निकालिदिएन भने यहाँ कोही पनि आइँदैन। किन आउनु? म पनि आउँदिनँ है। मेरो काम भनेको त अफिसमा कलम हल्लाउने मात्रै हो, त्यति हो मेरो काम है। किन आएको यो छैन जो 3 वर्ष धेरै भइसक्यो हामी भन्दाखेरि देशको माया लागेर आएको हो यहाँ है। देशको माया लाग्ने भने तपाईँहरू के खान आउनुहुन्छ यहाँ बेकार है? देशको माया लागेर आएको। त्यसले गर्दाखेरि हामीले बनाउँदै गरेको ट्रेनलाई तपाईँले माया गर्नुहोस्, यो बस्तीलाई माया गर्नुहोस्, तपाईँको घरलाई माया गर्नुहोस्, बोट बिरुवालाई माया गर्नुहोस्, आकाशलाई माया गर्नुहोस्, धरतीलाई माया गर्नुहोस्, माटोलाई माया गर्नुहोस्, पानीलाई माया गर्नुहोस्, खोलालाई माया गर्नुहोस्। त्यो तपाईँको सम्बन्ध हो, त्यो तपाईँको माया हो। त्यो माया जाग्नुको लागि, त्यो माया जगाउनका लागि, त्यसको सन्देश छर्नका लागि हामी यसरी गीत गाउने गर्छौँ। कति तपाईँहरू गाउनुहुन्न गीत मलाई थाहा छ होइन। म चाहिँ एकदम डुबेर गीत गाइराखेको होइन। यो चिज हो। तपाईहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, यो देशलाई माया गर्नुहोस्। यो देशलाई माया नगरेकै कारणले गर्दाखेरि हामी कहीँ न के अरे केही न काम नको तपाईँको चाहिँ बनेका छौँ आज होइन। त्यसले गर्दाखेरि यो देशलाई माया गर्नुपर्छ। तपाईँले तपाईँको छोराछोरीलाई पनि सिकाउनुपर्छ त्यो चिज। र त्यसका लागि चाहिँ नि हामीले गीत गायौँ, नारा लगायौँ। यहाँको फल्ना मुर्दाबाद, फल्ना चोर, देश छोड भन्यौँ हामीले, यहाँ भनेनौँ। हाम्रो नारामा के छ भन्दाखेरि हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास।
तपाईँ बाँचेको मान्छे हो कि मरेको मान्छे हो? बाँचेको मान्छे। बाँचेको मान्छे हो भने अरूको आशामा बाँच्नु हुँदैन है। अरूको आशामा बाँचिरहनु, अल्छी गर्नु भनेको आफै मर्नु है। सास जानु अनि त्यहाँदेखि तपाईँको छैन उता मलामी लगेर तल जङ्गलमा गाड्नु, त्यो अवस्थालाई मात्रै मरेको अवस्था भनिँदैन। म सबैजनाले भन्न चाहन्छु आज है, यदि तपाईँ अल्छी हुनुहुन्छ भने तपाईँ त्यतिखेर मरेको हो है। अल्छी मान्छे सधैँ मरिरहेको मान्छे हो त्यो है। उसको सास कहिले जान्छ र उसलाई जङ्गलमा लाने भन्ने मात्रै हो। तर तपाईँ अल्छी हुनुहुन्छ, आराम खोज्नुहुन्छ भने तपाईँ मरेको मान्छे हो। श्रमको सिद्धान्तले त्यो भन्छ है। र हामी अब तपाईँ आफैले सोध्नुहोस्, तपाईँ अल्छी हुनुहुन्छ कि पौरखी हुनुहुन्छ? तपाईँ अल्छी हुनुहुन्छ भने तपाईँ मरिसकेको मान्छे हो है। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास भनेको त्यो। सजाउँछु श्रमले परिवेश भनेको के हो भन्दाखेरि आफूले हेर्दाखेरि जति देखिन्छ त्यो सबै कुरा आफ्नो श्रम हुनु जरुरी छ। हामीले धरान उपमहानगरपालिकाको कुन चाहिँ ठाउँमा गएर श्रम गरेका छैनौँ? माथि डाँडामा बिरुवा रोपेको छौँ, जताततै हाम्रो श्रमले सजिएको छ। आज मैले तपाईँहरूलाई यो नाराको अर्थ भन्दैछु, राम्रो बुझौँ है। धेरै खास नगरौँ, त्यो आवश्यक छैन त्यति बोल्नु। यहाँ सुन्न आवश्यक छ है, सधैँभरिमा बोलिरहँदिनँ फेरि। अब अहिले त थाहा हुँदैन, पछि थाहा हुन्छ। म मरिसकेपछि बल्ल थाहा हुन्छ तपाईँहरूलाई अब साम्बा को रहेछ के होइन। म मरिसकेपछि मात्रै थाहा हुन्छ। नेपालमा त त्यस्तै चलन होइन। र त्यतिखेर उसले बोल्दै गर्दा मैले किन सुनेनछु भने पछुतो हुन सक्छ, तर रेकर्ड छ है। सजाउँछु श्रमले परिवेश भनेको त्यो हो। हामीले श्रम नगरेको ठाउँ कुनै छ त छैन, अझै पुगेको छैन। थोपा थोपा मात्रै गरेको छौँ होइन। छपक्कै भिजाउनु पर्छ यो धरतीलाई हाम्रो पसिनाले। यो कुरा बुझ्नु जरुरी छ क्या। अहिले गएर ट्रेन खन्नु मात्रै ठुलो कुरो होइन, कुरा बुझेर ट्रेन खन्नु चाहिँ ठुलो कुरो हो क्या। कुरै नबुझी ट्रेन खनेको छ त्यो त होइन, एउटा ज्यामीले पनि गरिहाल्छ नि होइन। तर श्रमदाताले गर्ने श्रम र ज्यामीले गर्ने श्रममा आकाश पातालको फरक छ। श्रमदाताले गर्ने श्रममा देशभक्ति भरिएको हुन्छ, त्यहाँनिर देशलाई के दिन्छु भन्ने समर्पणको भाव र योगदानको भाव भरिएको हुन्छ। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। यो देश तपाईँको भने तपाईँले नै बनाउने होला नि त, तपाईँले नै बनाउने होला होइन। त्यसले गर्दाखेरि बनाउँछु म आफ्नो देश। यो देश तपाईँको, मेरो अर्घ साम्बाङको देश हो र यो धरान अर्घ साम्बाङको हो र होइन। यो धरान भनेको तपाईँ र सबैको हो है। तपाईँ प्रत्येक व्यक्तिको धरान, तपाईँ प्रत्येक व्यक्तिको यो देश। हलो सरी जोतिन्छु म। हलो कतिलाई त थाहै छैन, नानीहरूलाई थाहै छ। श्रम संस्कृति पार्कमा हेर्नु हलो भने के रहेछ त्यहाँ छ। हलो सरी जोतिन्छु म मेरै देशको माटोमा। जोतिनु त हामी थुप्रै जोत्यौँ नि त होइन। साउदीमा जोत्यौँ, कतारमा जोत्यौँ, दुबईमा त कहाँ जोतिएन नेपाली होइन। कहाँ छैन त नेपालीको रगत र पसिना नबगेको ठाउँ त्यस्तो देश के अरे तपाईँको छैन यो संसारमा भन्दा। हामी जहाँ पनि जोत्यौँ, सबैले कजायो हामीलाई, तर हामी आफ्नो देशमा जोतिन बिर्स्यौँ नि त। त्यसले गर्दाखेरि हलो सरी जोतिन्छु म, खिन्छु म, घोटिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म होइन। अरूको आशामा बाँच्ने, अरूले दिन्छ र खाने होइन। अब यहाँनिर भारतले नाकाबन्दी गरिदियो भने अहिले हामी फित्री हुनुपर्छ, त्यस्तो खालको बन्दिनँ। म आफ्नै देशमा उत्पादन गर्छु, आफ्नै देशमा निर्माण गर्छु, आत्मनिर्भर बन्छु म होइन। स्वाभिमानको बाटो होइन। स्वाभिमान के हो? स्वाभिमान भन्दाखेरि होइन आफ्नो होइन, आफूप्रतिको एउटा सम्मानको अवस्था है। म हुँ भन्ने एउटा गर्वको अवस्था, स्वाभिमानको बाटो है। अभिमान होइन, घमण्ड र स्वाभिमानमा फरक छ। सुन्नु है सबैले, त्यता नजानु होला, सुनेको सकेको छैन। त्यो को उता जाँदै गरेको देखेको थिएँ कि उहाँहरूलाई आइहाल्छ भने म दिइहाल्छु माइक, अलिक सुन्नु पर्यो नरिसाउनु है। अभिमान भन्छ क्या धेरै, अर्घ साम्बाङ घमण्डी भन्छ। म घमण्डी होइन होइन, घमण्डी मान्छे होइन, तर म स्वाभिमानी मान्छे हो, अभिमानी हो है। सुन्नु है, यहाँ सुन्नु भाइ। त्यसले गर्दाखेरि स्वाभिमानी बन्नुपर्छ हामी। स्वाभिमानी मान्छेलाई एक प्लेट चाउमिनमा कसैले किन्न सक्दैन। एक बोतल रक्सी दिन्छु, त्यहाँ गएर झगडा गर भन्दा कोही जाँदैन। स्वाभिमानी मान्छे जाँदैन, स्वाभिमानी मान्छे जाँदैन है। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ। अब कतिले भन्छ धरान जस्तो उपमहानगरपालिका, फेसनको सहरको मेयर कट्टु
फेरि 3 वर्ष भयो लगाएको है कट्टु लगाएर एउटा खुकुरी भेरेर हिँडेर फ्याक्ल्याङ पाखे भन्नेमा आयो। ठिक छ, म पाखे नै हो है, भाले नै हो म भरि गधा हो। अझै म त यो देशको गधा, भारी बोक्ने गधा हो यो देशको, भारी बोक्ने होइन। यो त्यो त के होइन, मलाई गधा नै भन्नु। मलाई विरोध गर्नेहरूलाई म भन्न चाहन्छु, हर्क साम्पाङ यो देशको बोझ उठाउने गधा हो है, गधा हो म, गधा चाहिँ हो, तर म यो देशको बोझ उठाउने गधा हो फेरि है। यो देशमा जुन छ नि भारी, अरू कसैले नबोकेको यतिको दिनमा होइन, यतिको वर्षसम्म 100औं वर्षसम्म कसैले भारी बोकेन नि, त्यो देशको भारी ओसार्ने गधा हो म होइन। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ, कसले मलाई के भन्छ भन्नेसँग के वास्ता मलाई होइन। आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ, अरूले के दिन्छ र खान्छु भन्ने के आशा मलाई छैन। वास्ता पनि गर्दिनँ मलाई कसले के भन्छ होइन, आशा पनि हेर्दिनँ म कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने है। यो लाइन सरल लाइन हो। ऐना हेर्दाखेरि तपाईँले कसको अनुहार देख्नुहुन्छ, त्यही मान्छे हो देश बनाउने है। आफ्नो देश बनाउनु छ, तपाईँको आफ्नो खुदको देश बनाउनु छ, तपाईँको छोराछोरी बस्ने देश बनाउनु छ, तपाईँको छैन शाखा सन्तान बस्ने देश बनाउनु छ, तपाईँको शाखा सन्तानले रमाउने र खुसी एउटा अधिकारको महसुस गरेर होइन एउटा छैन आत्मनिर्भरताका साथ बाँच्ने देश बनाउनु छ। कसको आशा हेर्ने? म हुँ श्रमदाता, तपाईँ हरेक व्यक्ति श्रमदाता हो। श्रमदाता भनेको त्यो हो। श्रमदाता भनेको यस्तो रहेछ सामान्य होइन। श्रमदाता भन्दा ठुलो मान्छे कोही छैन मेरो लागि चाहिँ होइन। बोर्डरमा बस्ने सैनिक पनि तलब पाउँछु भनेर काम गरेको उसले है, तर श्रमदाता त्यस्तो एउटा व्यक्ति हो जसले बिहानदेखि अहिलेदेखि अब बेलुकासम्म काम गर्छ, कति घन्टा सक्छ गर्छ, आफ्नो शरीर अनुसार हुन्छ। कसैले 7 घन्टा गर्न सक्ला, कसैले 1 घन्टा गर्न सक्ला, तर श्रमदाता मात्रै त्यो व्यक्ति हो जसले चाहिँ म मेरो देश बनाउँछु भनेर हल्लो शरीर जोतिन्छ आज है। त्यो श्रमदाता हो तपाईँ, त्यो कुरा कहिले नबिर्सिनु होला। म त्यो भन्न चाहन्छु। धेरै भयो है, थुप्रै बोलियो, अझै बोलौँ? फेरि यति बोलिराख्दा त्यहाँ ट्रेन खनिए त भइहाल्थ्यो नि, म यहाँ बोली गर्छु, खनिँदैन। त्यसो भएको कारणले गर्दाखेरि मैले यति भन्न चाहे। यहाँहरू सबैजनालाई श्रम दिनको, श्रमबारको शुभकामना छ। अब हामी त्यहाँनिर होइन कामहरू गर्दै नाच्दै गाउँदै, काम गर्दै नाच्दै गाउँदै काम गर्दै हामी चाहिँ नि अगाडि बढ्छौँ। हाम्रो श्रमगान गराइ त्यस्तो छ। यो फुलहरू अरू कसैलाई दिनुपर्छ, मलाई पर्दैन है, मलाई पर्दैन। हो सही कुरा हो त्यो कुरा हो। ठिक छ, ल ठिक छ। र यहाँ मैले यति भन्न चाहेँ। र उ त्यहाँ एउटा के अरे ब्यानर सहित आउनु भएको छ, साउने बस्ती विकास टोल संस्था भन्ने, टोल विकास संस्था भन्ने धरान सत्रको मान्छेले सुरुमा किन श्रमदान गर्न आउनुभयो? यसको उत्तर छ धरान सत्र मात्रै नेपाल होइन है। नेपाल बनाउने श्रमदाताहरूलाई धन्यवाद दिनुहोस् त्यहाँ है। यो देश बनाउने श्रमदाता हो। त्यसले गर्दा धरान सत्र साउने टोल मात्रै नेपाल होइन, यहाँ धरान 16 को चाहिँ यो नौलो बस्ती पनि नेपाल भएको कारणले आउनुहुने उहाँहरूलाई सबैजनालाई ब्यानर सहित आउनुहुनेलाई धन्यवाद दिन चाहन्छु। नमस्कार छ। अब के छ यहाँ अलिकति हामीले होइन सुन्नुपर्ने भयो। ल दिदी सुरु गर्नुहोस्। धन्यवाद सबैजनालाई नमस्कार। ल विशेष गरेर आज हाम्रो एउटा विशेष दिन रहेको छ र त्यो विशेष दिनले र विश्वलाई शिखरमा चुम्नेछ भन्ने मलाई लागेको छ। र आजको श्रमदानका नगरपिता मेयर हर्क साम्पाङज्यू र साथै आजको हाम्रो विशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार मेयर भदई भीषण मुकारुङज्यू र आज श्रमदानमा सहभागी हुन आउनुभएका विभिन्न ठाउँबाट आउने सम्पूर्ण श्रमदाताज्यूहरू, साथै यहाँ हामी माझ हुनुहुन्छ स्याङ्जाको वालिङबाट पनि यहाँ आउनुभएको छ र बुवा उहाँलाई स्याङ्जाबाट आउनुभएको छ। 2 जना बुवा अनि 1 जना दिदी आउनुभएको छ र सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउन चाहन्छु। र श्रम हामी किन गरिन्छ
र श्रमको बारेमा हाम्रो मेयरज्यूले सधैँ सेफ्टी ब्रिफिङमा उहाँले बताइरहनुहुन्छ र यो कुरा हामी सबैजनाले चिन्तन मनन गरेर हामी अगाडि बढ्यो भनेदेखि पक्कै पनि देश बन्छ भन्ने सबैले हामीले बुझेका छौँ भन्दै हाम्रा मेयर हर्क साम्पाङज्यूले धेरैभन्दा धेरै गीतहरू रचना गर्नुभएको छ। आफ्नो आफ्नो आफैले गीत सङ्गीत भरेर गाउनु भएको छ र हाम्रा राई किङ वरिष्ठ हाम्रा राजेश पायल भाइले धेरै गीतहरू गाउनु भएको छ। उहाँलाई धेरै किसिमबाट श्रमबाट सहयोग भइराखिराखेको छ। त्यसैले हामी माझ हुनुहुन्छ, यस्तो व्यक्तित्व हुनुहुन्छ, केही छिनमा उहाँको बारेमा म भन्नेछु र त्योभन्दा अगाडि हाम्रा मेयरज्यूलाई र यो फुल बुके दिएर भीषण मुकारुङ बधाईलाई स्वागत गर्दिन हुनको निम्ति अनुरोध गर्दछु। ल धन्यवाद मेयरज्यू। र आजको हाम्रो विशेष दिन यसरी हुन जानेछ र हाम्रो मेयरज्यूले एउटा गीत गाउनु भएको थियो, पारा मिलेन जेठा, पारा मिलेन माइला, पारा मिलेन साइला, पारा मिलेन कान्छा, होइन? यो गीत कतिले बुझ्नुहुन्छ? पक्कै पनि यो गीतले गाइसकेपछि यसको भाव मैले त बुझिसकेको छु, तपाईँले बुझ्नु हुनेछ। र गीतको बोल रहेको छ पारा मिलेन। यस गीतको गीतकार तथा रचनाकार मेयर हर्क साम्पाङ राईजी हुनुहुन्छ। त्यसै गरेर पारा मिलेन गीतको गायक प्राज्ञ भीषण मुकारुङ मेरो बधाई। र उहाँले थुप्रै खोर्सानी डल्ले जस्ता थुप्रै गीतहरू चर्चित गीतहरू गाएर सबैको मन जित्न सफल हुनुभएको छ। र यो गीतको मध्यस्थकर्ता विशेष गरेर राजु के राई र यो गीत गाउनु भएको सुन्नु भएपछि यो गीत चाहिँ म गाउन पर्यो, मेयरज्यूलाई चाहिँ अनुमति माग्दिनु पर्यो फुफाई भनेर भन्नुभएको थियो। मैले मेयरज्यूलाई धेरैचोटि फोन गरेँ तर मेरो फोन रिसिभ गर्नु भएन र अर्को दिन म त्यहीँ गएर ग्रिन टीमा गएर भीषण मुकारुङ गायक भीषण मुकारुङले तपाईँको गीत पारा मिलेन गाउँछु भन्नुभयो। तपाईँ के भन्नुहुन्छ भन्दा एकै शब्दमा ल हुन्छ भन्नुभयो। र विशेष गरेर धन्यवाद म हाम्रा राजु के भाइलाई पनि म दिन चाहन्छु, किनभने हाम्रो श्रमदानमा धेरै सहयोग पनि गर्नुहुन्छ र मेरो किचन टिमलाई। र यति भन्दै पारा मिलेन गीत किन मन पर्यो त मेरो बधाई भीषण मुकारुङलाई। यो गीतले के भन्न खोजेको त, यो गीतको भाव के हो त, किन यो गीतलाई मन पराएर उहाँले सम्पूर्ण आफ्नै खर्चमा किन गर्नुभयो त भन्ने कुरा आफ्नै मुखबाट सुनेर यो गीत चाहिँ रिलिज गर्दिन हुनको निम्ति बधाई भीषण मुकारुङलाई हार्दिक अनुरोध गर्दछु। हेलो, यहाँहरूलाई मेरो हार्दिक नमस्कार। आज म पनि हजुरहरूसँग एउटा श्रमदाताको रूपमा हजुरहरू अगाडि उभिन पाउँदा आफूलाई एउटा गर्व महसुस भइरहेको छ। र म यहाँ निकै अगाडिदेखि आउन चाहिरहेको, तर के पारा नमिलेको जस्तो भइरहेको थियो। बल्ल पारा मिलेको मैले अनुभूत गरिरहेको छु। मैले चाहिँ अब यो विशेषतः हर्क साम्पाङज्यू एउटा व्यक्ति नभएर यो चाहिँ एउटा यो अभियान हो, श्रमदानको यो अभियान। र हामीले श्रमदानको एउटा श्रम पिता भनेर पनि हामीले यो कुरा सबै मिडियाबाट थाहा भइरहेकै छौँ, हरेक कुराहरू थाहा भइरहेको छ। र अब उहाँ जसरी अहिले यो श्रमदानको अभियान चलाइरहनु भएको छ, धरानका मेयर हुनुहुन्छ, त्यति मात्रै होइन, उहाँ एउटा राम्रो स्रष्टा पनि हुनुहुन्छ, राम्रो एउटा गायक र राम्रो सृजना गर्ने क्षमता पनि राख्नुहुन्छ उहाँ। त्यस हिसाबले पनि उहाँप्रति मेरो फरक सम्मान छ। र उहाँले एक दिन लाइभमा पारा मिलेन भन्ने गीत त्यसरी गाइरहँदाखेरि मलाई त यस्तो मन पर्यो, होइन? त्यो गीत चाहिँ मेरो स्वरमा गर्नु पाए कस्तो हुन्थ्यो भन्ने लाग्यो। र मैले त्यसका लागि स्रष्टाको अधिकार र अनुमति लिनुपर्ने हुन्छ।
त्यो अधिकारका लागि मैले राजु के राई र शिवकान्त फुकुजी मार्फत मैले चाहिँ नि उहाँ मार्फत कुरा पुर्याएर उहाँले भइहाल्छ रेकर्ड गर्दा भइहाल्छ भनेर चाहिँ नि पछाडिबाट मसँग फोनमा प्रतिशत बोल्न पाइन भइहाल्छ भनेर भनिदिनु भयो अनि हामी यो कामका लागि अगाडि बढायौँ त्यो छ अब अहिले गाउने भन्दा पनि त्यो गीत चाहिँ हाम्रो यस गीतका स्रष्टा स्वयं उहाँले नै यहाँ क्लिक गरेर हामी एक चरण सुन्छौँ अनि भरै चाहिँ अब हाम्रो कार्यक्रम मलाई लाग्छ काम हामी श्रमदान पछाडि फेरि गीत सिटमा नाच्ने चलन पनि छ खोर्सानी डल्लेतिर पनि मेरो साथी कमर भत्ताएको थियो मैले देखेको छु फेरि पनि भरै कमर भत्ताउनु पर्छ होला अहिले चाहिँ हजुरले मेरो साहबले त्यो गीतलाई हजुरले पनि सुन्नु भएको छैन होला त्यो दिन गाइसके पछाडि एकचोटि झ्याम्म सुन्दै यसलाई चाहिँ विमोचन भएको पनि भनिदिउँ न यसलाई सार्वजनिकरण भएको पनि यसलाई हामीले घोषणा गरौँ हजुर हस् हजुर सबैजनाले ताली बजाएर सहयोग गरिदिन हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु तिम्रो नाउँछौ विदेशी अत्तारा असिल पश्चिममा त हजुर ठुलो माला पता पारा मिलेन मैना पारा मिलेन पारा मिलेन मैना पारा मिलेन तिम्रो नाउँछौ विदेशी अत्तारा असिन पश्चिममा त हजुर ढिलो माला पता पारा मिलेन मैला पारा मिलेन पारा मिलेन मैला पारा मिलेन ठुल्ठुलो सभामा म चाहिँ हुन्छु धिरा र पाखामा पारा मिलेन सैला पारा मिलेन पारा मिलेन सैला पारा मिलेन तिमी हुन्छौ ठुल्ठुलो सभामा म चाहिँ हुन्छु धिरा र पाखामा पारा मिलेन सैला पारा यो गीत हुन त यस्तो गीतहरू मैले थुप्रै बनाइराखेको हुन्छु यो गीत चाहिँ मैले अब अलिकति व्यङ्ग्य हानेर बनाएको गीत हो तर यो गीतलाई उहाँले अत्यन्तै राम्रो तरिकाले प्रस्तुत गर्नुभयो तपाईलाई लाग्छ हर्का साम्पाङ रोयो भन्ने लाग्ला तर यो आँसु मेरो आँसु होइन यो नेपालीको आँसु हो है आँखा मात्रै मेरो आँखा मात्रै मेरो म त्यो टेस्टमा जीवनलाई महसुस गर्ने मान्छे हो क्या र मेरो भावना जति गहिरो छ सायद अरूको पनि खोइ कुन त त्यति गहिरो छ कि छैन म प्राय गीतहरू बनाउँदाखेरि कति गीतहरू मैले बनाउँदाखेरि रुँदै नै पनि बनाइराखेको कति गीतहरू मेरो त्यस्ता गीतहरू
र यो गीत चाहिँ मैले त्यस्तो तरिकाले बनाएको त होइन, तर उहाँले त्यस मन पराएर के अरे रेकर्ड गर्नुभयो, एरेन्ज गर्नुभयो। अब सरलाई धन्यवाद छ। सबैजना जो जति यो गीतसँग जोडिनु भएको छ सबैलाई म धन्यवाद दिन चाहन्छु। शिवनानालाई धन्यवाद छ। हामी सबै मिलेर यो देशलाई बनाउने, अघि मैले लामो बोलिसकेको छु, धेरै बोल्ने कुरा छैन। यो पारा मिलेन भन्ने कुरा चाहिँ म अलिक फरक पाराको मान्छे हुँ, त्यसले गर्दाखेरि अब जति पनि अब देशमा भनौँ न नेताहरू भन्नेहरूसँग अलिकति पारा नमिलेको कारणले मैले त्यो लेखेको थिएँ। र नाच्नुपर्ने गीतमा के अरे म चाहिँ नाचिनँ, मेरो आँसु चाहिँ नाच्यो के हो, नेपालीको आँसु भनौँ न। अब त्यो मेरो आँसु पनि होइन है, नेपालीको आँसु। त्यसलाई फिल गर्न नसकेर मात्रै हामी बुझ्छौँ होइन। र यो के भन्ने, अब धेरै कुरा भन्ने कुरा भएन, गीतले भनिसक्यो होइन। तिमी गनाउँछौ विदेशी अतर, म चाहिँ हुन्छु धुलोमा लतपत। अतर भनेको चाहिँ सेन्ट क्या, म चाहिँ पसिना गनाइराखेको हुन्छु भन्ने कुराहरू होइन। अब हामीले थुप्रै कुराहरू यो गीतमा सुन्यौँ होइन, र बुझ्यौँ पनि। मैले बुझाइराख्नुपर्ने कुरै छैन। वन्स अगेन हाम्रो सरलाई धन्यवाद छ, भिषणमुख आरोप सरलाई। र तपाईँलाई स्वागत पनि छ यो श्रमदान स्थलमा। अब आज अघि अलिक जोस थियो, अहिले फेरि अलिक भावुक पनि भयौँ हामी होइन। हो, जीवन भनेको त्यस्तै हुँदो रहेछ, कहिले हाँसिरहेको हुन्छ, कहिले होइन। छालहरू ओ छालहरू आएर मलाई भिजाएर जाऊ भने जस्तो के होइन, छालहरू आइरहन्छ जीवनमा, छालहरू आइरहन्छ है, त्यो चिज हो। र एउटा जीवित जीवन बाँच्नुपर्छ हामीले। मैले अघि भने हरेक कुराको माया लाग्छ, बाँसघारीको पनि माया लाग्छ, चियाबारीको पनि माया लाग्छ होइन, खोलाको पनि माया लाग्छ। त्यस्तो नेपाली बन्नु हामीलाई यी कुराहरूको माया लाग्दैन भने हामी नेपाली बन्न सक्दैनौँ, कामै गर्नु मन लाग्दैन है। त्यसले गर्दाखेरि आधुनिकताको नाममा हामी कता कता के हुन पुग्छौँ। त्यसले गर्दाखेरि मैले यति मात्रै भने। वन्स अगेन धन्यवाद छ उहाँलाई सबैजना हामी श्रमदाताहरूले धन्यवाद ज्ञापन गरौँ। के भन्ने है, ल थ्याङ्क यू सो मच। ल त्यो श्रमदाताको ल थ्याङ्क यू। फोटो खिचौँ ल एउटा, अनि हामी